घाँस काट्न भनेर गएथे वनमा सारी कसरी रुजाऊ यस्तो होला भन्ने थिएन मनमा यो मन कसरी बुझाऊ। नमस्ते नमस्कार, यहाँ देख्न सक्नुहुन्छ हजुरहरु थाहा पाइहाल्नु भयो होला हामी कहाँ जाँदैछौँ भनेर। डोको बोकेर सासू बुहारी डोको बोकेर अनि घाँस काट्न जान लागेको। मैले पनि धेरै नै वर्ष भयो घाँस नकाटेको। अहिले सँगै गएर यसो काटेर हेर्नु पर्यो, बिर्सेको छु कि छुइनँ, आउँछ कि आउँदैन भनेर ल यसो अलि अगाडि आइसु। मेरी आमा पनि घाँस काट्न, यो डोको बोक्दा मलाई कस्तो देखिन्छ म चाहिँ बोकेर हेर्नु पर्यो एकचोटि। खैले यसो त खैले यसो त मम्मी। आइ हाय ल ल बाइक आयो बाइक आयो, मिलाइदिन्छु। यसरी गाउँमा चाहिँ हामी यसरी डोको बोकेर घाँस काट्न हिँड्छौँ। यस्तो देखियो मलाई चाहिँ, वाउ राम्रै देखाउँदो रहेछ डोको बोक्दाखेरि। मैले चाहिँ सुटिङमा मात्रै डोको बोकेको थिएँ है, धेरै वर्ष भएको थियो। बाइक आइरहेको छ। कताबाट हो जाने? यताबाट ल आइस भाउजू, आइस आइस। भाउजू चाहिँ उहाँ पन्जा लिएर हिँडिसकेको छ होइन, मलाई दिन्छ है त्यो पन्जा चाहिँ। ल ए छोडिदिन्छ नि, यही कच्चाले अलिअलि काटिहाल्छु नि। मैले धेरै काट्ने होइन, सक्दा त सक्दिनँ। अब यही हात काट्यो भने त बर्बाद हुन्छ फेरि। ल म अहिले घाँस काटेको यो देखाउने छु। हामी चाहिँ यसरी गइराखेको छौँ घाँस काट्नलाई। म चाहिँ गाउँ आएको छु, गाउँमा रमाइलो हुन्छ यसै गरी। डोको बोकेर घाँस काट्न हिँड्ने त, घाँस चाहिँ छैन, अब घाँस काटेर लिएर आउनुपर्छ। त्यो छ हाम्रो गाउँ। आहा कति रमाइलो। गाउँहरू सुटिङ गर्न आउनु धेरै नि, गाउँमै त हुन्छ नि सुटिङ। अब हामी पनि घर बनाउनु। हाम्रो घाँस काट्ने ठाउँ चाहिँ यस्तो छ। यति राम्रो छ घाँस काट्ने ठाउँ पनि। यहाँ चाहिँ बाख्रा चराएर सबैजना फर्किसक्नु भयो। हामी चाहिँ घाँस काट्न जाँदैछौँ। भिनाजु घाँस काटेर फर्किसक्नु भयो। यहाँ थकाइ मारेर बस्नु भएको छ हाम्रो आन्टीहरू। यस्तो छ रमाइलो यो जङ्गल। ल जङ्गलमा चाहिँ हामी घाँस काट्न जाँदैछौँ। ए जङ्गलबाट आएको बाख्रा पसेछ। आउँदैन नि, मलाई डर लाग्छ सर्पदेखि। आया यस्तो कुरो कुरो छ उहीसम्मै सुरुवालमा मेरो कुरो लागेको खालि छैन। यस्तो हुन्छ काँडा घारी। कता हो अझै भित्र जाने हो र? अनि यस्तो राति अँध्यारो भइसक्यो, डर लाग्दैन अलि भित्र त? यस्तो घारी छ अनि सर्पहरू आयो भने मलाई त डर लाग्छ। अब नजाने अब नजाने अब नजाने भित्र मलाई डर लागिसक्यो। यस्तो घारी छ, यस्तो यस्तो। यतै काटौँ न, यही छ त घाँसहरू। यो घाँसै होइन तर काँडा छ धेरै है। ल यसरी घाँस काट्दै होइसिन्छ मम्मीले। भारी पुग्छ। यहाँ भाउजू काट्दै होइसिन्छ, भर्खर काट्न थाल्दै होइसिन्छ। पहिला फाल्नुपर्छ, यसलाई काटौँ है अनि बल्ल घाँस काट्ने। सानोमा त म घाँस काट्थेँ त मजाले, अहिले चाहिँ डर लाग्छ कि। मैले काट्थेँ है मम्मी, गाउँमा हुर्केको छोरी पो हो त म। यसरी काट्नुपर्छ घाँस चाहिँ, तर अहिले चाहिँ मलाई लास्टै डर लाग्छ कि कच्चा चलाउन। थुप्रै वर्ष भयो नि त मैले कच्चा नछोको, मतलब 13-14 वर्ष 15 वर्ष भयो होला लगभग यो कच्चा नचलाएको। आज चाहिँ काटिरहेको छु। यहाँ देखाइछ त भाउजू, यहाँ
यहाँ देखाइस् त अलि नजिकै आएर ल यसरी मैले घाँस काटेको यहाँ देखाइस् त यो समाको भएको छ नि भएको छ ल यसरी काट्नुपर्छ घाँस चाहिँ म काटेर अब एक डोको पुर्याउँछु यस्तो पाराले कहिले काटिसक्नु मैले घाँस ल यसरी काट्नुपर्छ यहाँ यत्रो डोकोमा भारी पुगिसकेछ घाँस यहाँ पनि थुपारिसेछ यहाँ पनि कति छिटो काटिसकेको मम्मी हजुर एउटा सिलो गाइदिस न दिक्क लाग्यो पसिना नि आएछ आयो धेरै पसिना आयो एउटा सिलो गाइदिस त सिलो भनिदिस त ओ भन्नु भनिस ल घाँस काट्न भनेर गए थिए वनमा सारी कसरी रुजाऊ यस्तो होला भन्ने थिएन मनमा यो मन कसरी बुझाऊ हेर त मेरो मम्मीको बेदाना कसले सुन्दिने है मम्मी हजुर हजुर मलाई दुःखको कहानी हो नि यो दुःखको कहानी हो पहिला दुःख हुन्थ्यो अनि घाँस काट्न गयो अनि यसो सिलोकहरू रच्यो सिलोक भन्यो अहिले पनि दुःखै त छ नि गाउँ छोड्नु छैन मान्छेलाई हँसायो त्यही त घाँसहरूलाई हँसायो घाँस काट्दिन्थे अब अहिले कसलाई काट्दिन्छ त्यही त नि अहिले काट्दिँदैनन् हो नि यसरी हाम्रो मम्मी चाहिँ घाँस काट्दै होइसिन्छ डोकोमा भारी पुर्याइसेछ पसिना पसिना भइसकेको छ प्लिज हजुरहरू कसलाई थाहा छ यो अभी डर पनि लाग्यो मलाई यो जुक्कादेखि चाहिँ डर लाग्दैन थियो कहिले पनि होइन आज पनि लाग्दैन तर किन छुइहाल्नु भनेर हो यो यसलाई चाहिँ जुका भन्छन् है हजुरहरूको चाहिँ के भन्छन् थाहा छैन हाम्रो जङ्गलमा यसरी जुका पनि पाउँछ हातमै आउँछ त आमा कत्रो ठुलो त यो झार चाहिँ हजुरहरू कसले देख्नु भएको छ अनि कसलाई थाहा छ कि यसलाई छुने बित्तिकै यो चाहिँ यसरी मुर्झाउँछ भन्ने कुरा यहाँ हेर्छ यसरी यस्तो हुन्छ यो अब यहाँ फक्रिराखेको छ यसलाई छुइदिएपछि यो यस्तो हुन्छ क्या कसलाई थाहा छ यसलाई कुन झार भन्छन् कमेन्ट गर्नुहोस् है यहाँ हेर्छ है यस्तो मजा आउँछ यो चाहिँ हामी सानोमा चाहिँ यसरी नै खेलेर बस्थ्यौँ कि यस्तो हुन्छ होइन यसरी फक्रिराखेको पत्ता चाहिँ एक्कासी मुर्झाउँछ यहाँ हेर्नु त यो छ अब यसलाई मैले यसरी छुइदिएँ भने यो यस्तो हुन्छ यसलाई चाहिँ कुन झार भन्छ थाहा हुनेहरूले चाहिँ कमेन्ट गर्नुहोस् है यो यस्तो हुन्छ रमाइलो लाग्छ क्या यस्तो लजाउँछिन् नि यो पत्ता त छुइदिनै हुँदैन हामी चाहिँ अब यहाँ जङ्गलबाट घाँस लिएर हिँडिसक्यौँ भारी पुर्याएर निम्ठो डोको बोकेर घाँसको डोको बोकेर अब घर जाँदैछौँ म चाहिँ डोको बोक्ने बानी छैन टाउको दुख्छ त्यही भएर मैले बोकिनँ अब चाहिँ हामी घर जाँदैछौँ सबैजनालाई बाइ बाइ